वीर सावरकरले आफ्नो कलम र साहसले ब्रिटिस शासनलाई चुनौती दियो। कालापानीको यातनामा पनि राष्ट्रभक्तिको विचार झुक्नु दिएनन्। त्यसै गरी सुभाष चन्द्र बोसले आजाद हिन्द फौज बनाएर हतियार सहित स्वतन्त्रताको लडाईँ लडे। उहाँहरू जस्तै विचार राख्ने देशभक्ति देशवादी देशप्रेमीहरूले गर्दा नै हामीले आजादी पायौँ। तर गणतन्त्र जोगाउने जिम्मा हाम्रो हो। आउनुहोस् 26 जनवरीको दिन इमानदार विचार, जिम्मेवारी कर्म साथै देशप्रतिको निष्ठा लिएर अगाडि बढ्ने सङ्कल्प हामी सबैले गर्न जरुरी छ। सबैमा गणतन्त्र दिवसको मङ्गलमय शुभकामना छ मेरो तर्फबाट। जय हिन्द, जय भारत।